लाई दिने त्यो 32 सिटको लागि किन दिने भन्दाखेरि शेरबहादुरलाई पनि लाग्यो होला हुन त मलाई किन तपाईँ धोका भन्नुहुन्छ सुन्नुहोस् अब त्यही इतिहास चाहिँ अहिले केपीजीले मलाई दोहोऱ्याउनु भयो क्या जसरी शेरबहादुरजीलाई भोलि तपाईँ प्रधानमन्त्री हुनुहुन्छ एमालेको सपोर्टमा भन्ने विश्वास दिलाउनु भयो र मलाई प्रधानमन्त्री बनाउनु भयो होइन त्यसरी नै त्यहाँ धेरै लामो नजाउँ अध्यक्षज्यू किनभने मसँग अरु एक दुईटा महत्त्वपूर्ण प्रश्न छन् मात्र के भने कहिले तपाईको केपी ओलीसँग पनि लभ पर्यो कहिले शेरबहादुर देउवासँग नि लभ पर्यो लभमा धोकाधडी पनि भयो मेललाप पनि भयो प्रेमालाप पनि भयो सबै कोर्स तपाईहरु चरण पार गर्नु भएको छ के तपाईहरु जस्तो पत्रकार यी साँचो कुरा के हो त भन्दिन पर्ने हुन्छ नि त तपाईले त्यसलाई त बदल्नै पर्ने हुन्छ नि मैले सही एउटासँग गर्ने सम्झौता राति 12 बजे हस्ताक्षर भइसक्यो भोलिपल्ट 4 घण्टा आएर तपाईहरु मसँगै जाने हो मरे पनि सँगै मर्ने बाँचे नि सँगै मर्ने यो कांग्रेससँग जाने म कल्पना नि गर्न सक्दिन यस्तो ढाट्ने यस्तो झुट यति तल्लो स्तरको त शेरबहादुरजीले कहिले नि गर्नु भएको छैन मैले नि कहिले नि गरेको छैन तपाईहरुले यो अन्तर नहेरिकन उस्तै भन्ने भाषा बनाउनु भएको छ नि यति गलत भाषा बनाएर देख्छु मैले तपाईलाई मलाई गुनासो आरोप होइन मेरो एकदम गलत भाष्य हो यो सबै मलाई अहिले नेकपा माओवादी